आहे भन भन भाइ हो, आहे स्वर मिलाइ भन, आहे देउसुरे भन, आहे राम्ररी भन। हेलो साथीहरू, नमस्ते। आजको यो हार्मोनियमको क्लासमा हामीले देउसुरे भैलोलाई कसरी हार्मोनियममा बजाउन सक्छौं। आहै भन भन भाइ हो, ध सा नि ध नि प ध म म, यसरी जानु पर्यो है। हेर्नुहोस् त फेरि, अब यसरी हेरौँ त पहिला, ध सा नि ध नि प ध, यो त ड्यास हो, यसमा चाहिँ हामीले एक काउन्ट रेस्ट गर्नुपर्छ अथवा यो धलाई लामो गराउनुपर्छ। यो म म म, यसमा चाहिँ देउसुरे भन्ने हो है साथीहरू। यो तपाईँले नबजाए पनि हुन्छ, तर अब त्यो देउसुरे भन्दाखेरि यो फेरि देउसुरे भनिसकेपछि यो भन्दाखेरि अलिकति यहाँ ओभरल्याप हुन्छ। त्यो कारणले मैले यतापट्टिको लेखेको छैन, किनकि मैले आफै भनेर बजाएर देउसुरे भन्न मिल्दैन किनकि यो त अरूले भन्ने हो नि त। आहे भन भन भाइ हो देउसुरे, तिनीहरूले देउसु भन्दाखेरि हामीले यहाँदेखि आहै भन्नुपर्छ कि होइन, ओभरल्याप हुन्छ, त्यही भएर यताको मिल्दैन। त्यही भएर तपाईँले यताको नलेखे पनि नलेख्नुहोस्, तर यति चाहिँ जान्नुपर्छ है। ल फेरि हेरौँ त, ध सा नि ध नि प ध देउसुरे, यसरी आउँछ नि त होइन। आहै भन भन भाइ हो देउसुरे, यसरी भन्छ होइन। ध सा नि ध नि प ध देउसुरे होइन। अब अर्को, म ध प म ग रे ग रे, हेरौँ त, म ध प म ग रे ग रे, यसरी। आहै स्वर मिलाइ भन, यसरी। अब यहाँ देउसुरे यसरी भन्छ होइन।